नमस्ते फेफुलो हजुरहरूलाई मेरो भिलेज छोरी लाइफ पेजमा स्वागत छ। अनि हेर्नुहोस् है, हामी चाहिँ घिसखोला दोभान जाँदैछौँ। हामी चाहिँ आज चाहिँ रामनवमी मनाउनु गएको। अनि जाँदा जाँदै बाटोमा है आसिङहरूको घरमा हेर्नुहोस् है लसुन यति बिना फलाउनु भएको रहेछ। आसिङहरूले हेर्नुहोस् है एकदमै राम्रो फलाउनु भएको रहेछ है। अनि हामी त्यति भन्दै हामी ओह्रालो लाग्यौँ। फेरि गफ गर्दै एकदमै गरम भइरहेको छ नि त, टन्डलपुर घाम लागिरहेको छ है। अनि हामी छाता ओढ्दै ओढ्दै जाँदैछौँ है। के गर्नु, आफ्नो गाडी घोडा छैन, अनि त्यही भनेर है हिँड्दै जाँदैछौँ। अनि हेर्नुहोस् है, हामी चाहिँ फोटो खिचौँ न भन्दै खिच्नु हुँदैछ नि त सबैजनाले उभिएर। अनि हामी चाहिँ एकदमै टाढो छ नि त खोला पुग्नु चाहिँ। हेर्नुहोस् है, हामी चाहिँ ओह्रालै जाँदैछौँ। एकदमै खुट्टाहरू पनि दुखिसक्यो हाम्रो चाहिँ होइन, त्यस्तै 2 घन्टाको बाटो हो। अनि हेर्नुहोस् है, पत्कर गाडीहरू पेल्दै यसरी जानुपर्ने सर्टकट बाटो जाँदैछौँ है। रोडको बाटो त एकदमै घुमारो पर्छ नि त, त्यो भएर चाहिँ हामी चाहिँ एकदमै सर्टकट घुम्दा सर्टकट चाहिँ छिटो पुग्छ नि त, त्यही भनेर जाँदैछौँ हामी चाहिँ गफसफ गर्दै है। अब बल्ल बल्ल रामनवमी भनेर त हो जानु, फेरि त जानु पाउँदैन भनेर चाहिँ फेरि हामी गफ गर्दै जाँदैछौँ है। जाँदा जाँदै हामी चाहिँ खोला पनि पुग्यौँ है। हेर्नुहोस् है, खोला पुग्यो, एकदमै शान्ति भयो नि त हामीलाई चाहिँ। खोला पुगेर चाहिँ ढुक्क लाग्यो। अनि त्यहाँनिर चाहिँ नयाँ न्यू कटेज बनिएको छ नि त घिसखोला दोभानमा चाहिँ है। त्यहाँनिर हामी चाहिँ एकछिन इन्जोय गर्नुपर्छ भनेर एकछिन बिसायौँ। एकदमै गलेको थियो नि त, त्यो भएर हेर्नुहोस् है सबैजना इन्जोय गर्नुहुँदैछ मेरो साथीहरू। अनि सबैजना डान्सहरू गर्नुहुँदैछ हो। एकदमै रमाइलो भयो हाम्रो दिनहरू चाहिँ। साथीहरू बसेर चियाहरू पिउँदैछ। अनि यति भन्दै म पनि खोलामा पसौँ न एकछिन भन्दै यसो पसेर हात खुट्टा धुँदै है। पानीमा चिसोमा आनन्द, एकदमै शान्ति महसुस हुन्छ नि त चिसोमा डुब्दाखेरि। अनि यति भन्दै थ्याङ्क यू।